जय मसी शालोम परमेश्वरलाई महिमा भएको होस्। म परमेश्वरको दास भूपेन्द्र परियार। आज म तपाईँहरूलाई एउटा बाइबलमा यस्तो कुरा लेखिएको छ कि परमेश्वरले आफ्नो दासले भन्नुभयो कि तेरो एउटा जुन छोरा छ त्यो छोरा मलाई दे। हालाकि कति वर्षौपछि जब उसको बुढेसकाल भइसकेपछि परमेश्वरलाई एउटा छोरा दिनुभएको थियो। त्यो दासको नाम अब्राहम हो है। अनि त्यो दास यति चिन्तामा थियो उसको सन्तान नहुने बेलामा। अनि परमेश्वरले उसलाई भन्नुभयो तेरो सन्तान हुन्छ र उसले त्यहीसँग म एउटा नयाँ जाति स्थापित गर्नेछु र मेरो आशिष उसले पाउनेछ भनेर परमेश्वरले उसलाई भन्नुभएको छ है। जब यो कुरा परमेश्वरले भनिसकेपछि फेरि उसको छोरा भयो अनि परमेश्वरले भन्नुभयो तेरो छोरालाई म बलिदान गरिदिए हैन। अनि उसले केही पनि भनेन। अनि त्यसपछि उसले त्यो छोरालाई लियो अनि त्यसपछि आफ्नो दुईटा नोकरलाई पनि उठायो अनि त्यो दुवैजना चाहिँ माथि गए जहाँ बलि दिने ठाउँमा गए। अनि त्यो जाँदा जाँदा त्यो बाटोमा 3 दिन लाग्यो। 3 दिन लाग्यो त्यो बाटोमा जाँदा जाँदा। 3 दिनसम्म त्यो जाने बेलामा उसले आफ्नो श्रीमतीलाई पनि सोधेन म चाहिँ मेरो छोरालाई बलि दिन जाँदैछु भनेर। आफ्नो दुईटा जो नोकरहरू थियो तिनीहरूलाई पनि भनेन। यहाँसम्म कि आफ्नो छोरालाई पनि उसले भनेन कि म चाहिँ तिमीलाई परमेश्वरमा समर्पण गर्न जाँदैछु भनेर। अनि छोराले अनि सोध्दै थियो बाबा बलि कहाँ छ त भनेर। अनि उसले भन्थ्यो परमेश्वरले जुटाउनुहुन्छ। त्यो भने परमेश्वरले जुटाउनुहुन्छ। अनि 3 दिनसम्म उसको मन कस्तो भयो होला त कि एक मात्रै छोरा छ, परमेश्वरले माग्नु भयो होला, के गर्नु भयो होला, उसको मन कति व्याकुल भयो होला। यत्रो बुढेसकालमा उसको सन्तान नहुँदा हैन कति व्याकुल भयो होला। तर उसले के गर्यो त परमेश्वरमा भरोसा गर्यो। अनि ऊ चाहिँ गइसकेपछि चाहिँ उसको जीवनमा त्यो क्षण आयो जससँग उसले परमेश्वरसँग प्रतिज्ञा गरेको थियो। अनि उसले भनेको थियो हुन्छ प्रभु म दिन्छु भनेर उसले के गरेको थियो प्रतिज्ञा गरेको थियो। अनि माथि पहाड आयो अनि त्यो पहाडमा चाहिँ तलपट्टि उसले भन्यो कि आफ्नो त्यो दुईटा नोकरहरूलाई तिमीहरू यहीँ बस्छ, हामी माथि गएर बाउ छोरा माथि गएर चाहिँ परमेश्वरमा बलि चढाएर आउँछौँ। परमेश्वरमा बलि चढाएर आउँछौँ। अनि त्यसपछि चाहिँ तिनीहरू गइसकेपछि फेरि त्यहाँ उसको छोराले चाहिँ सोध्यो प्रभु आज उसको छोराले सोध्यो कि बुवा बलि खै त, दाउरा छ, आगो छ तर बलि छैन। अनि फेरि उसले भन्यो कि परमेश्वरले जुटाउनुहुन्छ। अनि ऊ माथि गएर दाउरा साउरा मिलाएर चट्ट राख्यो। बलिको समय आयो अनि उसले आफ्नो छोरालाई चाहिँ हात खुट्टा बाँधेर चाहिँ बलिमा राखिदियो। अब किन बलिमा राखिदियो, हात खुट्टा बाँधेर चाहिँ बलिमा किन राखिदियो त? यो कुरा तपाईँ हामीले बुझ्न जरुरी हुन्छ। बलिलाई फुक्का राख्न पर्छ, बलिलाई हात खुट्टा बाँधेर राख्नु हुँदैन हैन। अब्राहमले के गरे त हात खुट्टा बाँधेर उसलाई राखे। यो चाहिँ परमेश्वरलाई अलिकति अटकट भयो। अनि फेरि यो भइसकेपछि जब उसले चक्कु उठाएर उसलाई जब प्रहार गर्न लाग्यो अनि परमेश्वरका दूतले उसलाई भन्नुभयो ए अब्राहम रोकी के गर्दैछस् हैन। अनि त्यो हात उठेको हात रोकेर परमेश्वरले बलि जुटाउनु भयो हैन। बलि जुटाउनु भयो। बलि जुटाइसकेपछि आज उसले आफ्नो छोरालाई हातखुट्टा बाँधेर राखे। तर बाइबलमा लेखिएको छ संसारलाई परमेश्वरलाई यस्तो प्रेम गर्नुभयो कि आफ्नो एकमात्र पुत्र उहाँले बलि दिनुभयो। तर उहाँ खुल्ला हातखुट्टा भएर बलिमा जानुभयो। उहाँलाई कसैले बाँधेन, कसैलाई के गरेन। उहाँ खुल्ला हातखुट्टा फसारेर उहाँ चाहिँ बलिमा जानुभयो। कसको निम्ति? तपाईँ हाम्रो निम्ति। आमेन।